नमस्कार सबजनालाई। यो जुन मैले आज भिडियो मेन्सन गरेको छु यो भिडियो हाम्रो जनकपुरको भिडियो हो। जनकपुरको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान के एउटा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान खोलेर मात्र राखिदिएर हुन्छ? व्यवस्थापन चाहिँदैन? व्यवस्थापन गर्नु पर्दैन? विद्यार्थीले आज बाध्य भएर जुन पढ्ने त्यहाँका विद्यार्थी, काम गर्ने त्यहाँका मेडिकल सेक्टरका उहाँहरूले आज आन्दोलन गर्दै बसेका छन्। उहाँहरूको काम यही हो, विद्यार्थीको काम यही हो। एउटा त्यहाँ एउटा टोयलेटसम्मको एउटा सरसफाइ त्यस्तो केही छैन। कहाँ जाने त्यहाँका विद्यार्थी? मधेस सरकार के टुली टुली हेर्दै बसेका छन् थाहा छैन। सधैँ आफ्नो सरकार फेरे हुने त्यस्ता छन्। त्यहाँका आफ्नो रोटी सेकेर बस्ने मात्र हुन् त्यहाँका मधेस सरकारहरूले। प्रदेश सरकारले पनि बजेट छुट्याएर उसलाई व्यवस्थापन गर्न सक्ने अवस्था छैन। के गर्दै बस्छ सरकार? केन्द्र सरकारले त्यहाँ त्यो माथि चाक दिनु पर्यो र आउने दिनमा अब यस्तो नहोस् भन्ने म अहिलेका केन्द्र सरकार र प्रदेश सरकारलाई म अनुरोध गर्न चाहन्छु, विनम्र अनुरोध गर्न चाहन्छु कि तपाईहरूले त्यहाँ ध्यान दिनुहोस्। पहिला भनेको फर्स्ट स्टेप भनेको तपाईले नेपाली जनता र त्यहाँ भएका विद्यार्थीलाई पहिला दिनुहोस्। देश बनाउनु भन्दा पहिला त्यहाँका विद्यार्थीको भविष्य बनाउनु पर्छ। विद्यार्थीको भविष्य नै बनेन भने तपाईँ देश बनाएर के गर्नुहुन्छ? कसले काम गर्छ तपाईले भोलिको दिनमा? आज विद्यार्थीको भविष्य राम्रो नभएपछि देशको भविष्य राम्रो हुन्छ र? विद्यार्थीले आन्दोलन गर्न लगाउने यस्तो हुन्छ, आफूले रोटी सेक्दै बस्ने, जनतालाई भोट ब्याङ्क बनाउँदै बस्ने यस्ता हाम्रा नलायक नेताहरू छन्। त्यहाँका आफ्ना ठाउँमा भएका मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान यस्तो एउटा त्यसलाई व्यवस्थापन गर्न नसक्ने कस्ता नलायकहरू छन्। सधैँ कहिले यहाँको बहुमत लिने, कहिले त्यहाँ 2/3 बहुमतको सरकार बनाउने, कहिले के गर्ने, कहिले स्वास्थ्य के भन्छ विश्वासको मत पाउने, के गरेर बस्छन्। अनि त्यहाँको विद्यार्थीले टुली टुली हेर्ने, आन्दोलन गर्ने, यस्तो घाम चर्को घाममा आन्दोलन गरी बस्ने, आफ्नो पढाइ लेखाइ सब छोडेर यस्ता नलायक सरकारहरू। अहिले पनि हामीले रिक्वेस्ट गर्छौँ कि तपाईँहरूले अलि ध्यान दिनुहोस्। विद्यार्थीले के गर्दैछन्, विद्यार्थीको किन भविष्य डार्क हुँदैछ, त्यहाँको व्यवस्थापन के छ, त्यहाँका टिचर टिमहरू के कस्ता छन्, म्यानेजमेन्टहरू कस्ता छन्, त्योलाई अलि ध्यान दिएर अलि सकेसम्म त्यसमा ध्यान दिएर बनाइदिनुहोस् होला। नमस्कार।